दसैँमा जानु पर्यो भनेर ए उसो भने मुन जाने यार बाँसगाडा सिधै बाँसगाडा बाइक थियो भने नहीं नहीं पढाउने यार कस्तो कुरा छ यार के छ खबर ओबिले दे यार कतिले थियो नि है बाँसगाडा पारा बजारका मान्छेले कति ल्याएको के कोहीको घर हिँड्नु भने कहाँ नि भक्त अङ्कलको घरमा अँ दिनलाई रोक्नु पर्यो यहाँ त सिधै बाँसगाडा थिएन त भाइ छ त अब के हुन्छ प्लान त बन्ने खा प्लान त सोचिसक्यो हो 100% दसैँमा जानु पर्यो भनेर ए उसो भने मुन जाने यार बाँसगाडा सिधै त्यो भाडा लाग्छ भाइ भाडा कति त जाफे पुग्ने हो अँ जाफे उहाँ कोही खाना लाग्छ अरे अरे यार कहीँ नु भने यार अरे उता अम्मी ठेली लैजाउने केही नै हुन्न कि केही नै हुन्न बढी लागेर हावा त बेङ्गलोरबाट सिधै बझाङ नेपालको बझाङ भन्दा पनि दुर्गाधली गाउँपालिका 5 नम्बरमा पुगाउने केटो यहाँ आइरहेछ है धेरै दिन पनि छैन लगभग 15-16 दिन छन् होइन यो चाहिँ सिधै बाँसगाडा पुग्ने गाडी हो है यो मान्छे पनि हो